सो हेलो एन्ड नमस्ते सबैजनालाई। आई विस सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु होइन। बाल काटेको नि कस्तो कस्तो भएको छ कि यो त अब कुरै छोडिदिउँ, बुझ्दै घर बसेछ। त्यही हो, आजको दिन चाहिँ अलि राम्रो छ, घाम लागेन त्यति होइन, पहिलाको भन्दा घाम त्यति लागेन। अनि म चाहिँ सिधै घरदेखि होइन, आज चाहिँ डरेखोलाबाट भिडियो गराउँदैछु मैले है, त्यही नै हो। अब म चाहिँ धेरै दिनपछि भ्लग गराउँदैछु। अलि टाइममा चाहिँ मेरो फोन बिग्रिने अनि मलाई सन्चो हुनु नि त्यस्तो भएको थियो 1 महिना जति, त्यही कारणले म चाहिँ भ्लग गराउनु पाएन। सो आज चाहिँ म भ्लग गराउँदैछु। आजको राइड चाहिँ कहाँ हुन्छ भन्दाखेरि खैरेनीदेखि अब कहाँसम्म हुन्छ, खैरेनीसम्म जाऊँ पहिला, त्यसपछि कहाँ गइन्छ हेर्ने कुरो होइन गाइस। त्यही नै हो, मेरो बाइक चाहिँ यहीँ छ होइन। सिसा छैन, सिसा चाहिँ भाँचिएको यस्तो गराएको मैले, सिसा भाँचेर। त्यही हो, तरेखोलाको भ्यू यही नै हो, टक्क लाएर देख्न सक्नुहुन्छ। यस्तो दामी छ यहाँ होइन। त्यही हो, बर्खामा डर हुन्छ अब डरेखोलामा चाहिँ। पुल पनि बन्दैछ यहाँ टक्क लाएर होइन। पुल चाहिँ आधी बनिसकेछ, अब अरू बन्नको टाइम लाग्छ हेर्दैन। अनि त्यही हो, अब चाहिँ गाडीमा भेटौँ है त गाइस। सो गाइस, हामी चाहिँ डरेखोलादेखि अब खैरेनीतिर जान्छौँ है। हिजो चाहिँ ध्वस्तै पानी परेछ राति होइन। भनेको सुन्दैनस्, बोल्दा नि बोल्दैन यो त, लजा पाउनु त बोल्न नि लजा। आज चाहिँ छ्याक्क रहेछ है त ल बादल। यता चाहिँ रहेछ, यता त कुरै छोडौँ, यता चाहिँ रहेन जग्गा यति। त्यही हो, धेरै दिनपछि म भिडियो गराउँदैछु, बनाउन पनि पाएन फोन बिग्रेको कारणले गर्दा। त्यही नै हो गाइस होइन। आज चाहिँ खैरेनी जानुको कारण चाहिँ थोरै काम छ, त्यहाँ कुखुराहरूलाई दाना ल्याइदिनु छ क्या, त्यही भएर। अनि थोरै भ्लग पनि बनाऊँ भनेर है त, आज कस्तो हुन्छ हेर्दै जानु है त। सो गाइस, यहाँदेखि चाहिँ माथिबाट जाने बाटो चाहिँ बन्द छ, अहिले चाहिँ यतैबाट जानुपर्ने हुन्छ। यो चाहिँ उल्ली खोला है त, डरेखोलाको साइडमा उल्ली खोला। ओइ होइ आँप, ओइ यही हो उल्ली खोलाको बजार है। लो कति धेरै हो। बाटो हिजो रहेछ बनाउँदै खान अझै। गाइस चाहिँ यही पट्टे गाउँ भन्ने चाहिँ यहीँ हो, यता खैरेनीतिरको। यहाँ चाहिँ मन्दिर छ है तल, दामी छ त भ्यू त अगाडि त। गाइस, हामी चाहिँ खैरेनी आइपुग्यो, थोरै काम छ, त्यसपछि भेटौँला है त। गाइस, हामी चाहिँ यता माथि पुगिसक्यो, हस्पिटलदेखि माथि टक्क लाएर अब यहाँदेखि चाहिँ लेफ्ट जानुपर्ने हुन्छ। छ कि नै बाटो, यता बाटो होला है, बनाउँदै रहेछन् बाटो, दामी दामी।
यहाँदेखि यता चाहिँ पुलिस बिट है, पुलिस स्टेसन, सरी पुलिस स्टेसन छ। ए बाटो राम्रै भएको रहेछ त यता फेरि, यता बाटो बनाएको रहेछ है, पुरै बनाएछ दामी। यस्तो भएपछि त बल्ल पो हिँड्नु मजा आउँछ। पुरै ढुङ्गा लगाएर बाटो बनाउन लागेको रहेछ है। गाइस बाटो चाहिँ यस्तो खत्तम छ है, त्यही पनि डुग्राउनु मजा आउँछ, केही छैन होइन। ओए यहाँ पनि त्यो गरेको रहेछ, बाटो बनाएको रहेछ, खत्तम थियो यहाँ बाटो, पुरै ग्रेभल, पुरै त ढुङ्गै ढुङ्गा के चढ्नै नसकिने जस्तो थियो कि यहाँ बाटो। अहिले चाहिँ बनेको, पानी परेर पनि बाटो बिग्रेको रहेनछ त्यति, ठिकै छ। यो त कति राम्रो राम्रो, फेरि गाडी हिँड्दैन होला नि यति धेरै, त्यही भएर होला। खत्रै हिलो रहेछ। ए बाटो त खत्तमै छ त हो बाटो। बाटो चाहिँ खत्तमै छ भनौँ, टायर त पुरै नाच्छ भने। जताततै खन्या त हो बाटो त। बाटोमा राख्दियो गाडी पनि, गयो 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 धन्न। फाइनली हामी यहाँ आउन सफल भइयो। हेर्न पुरै बाटो खत्तम रहेछ है। हामी देख्दै गाइस, हामी चाहिँ एकछिन यहाँ बसेको थियौँ होइन, राम्रो भ्यू रहेछ यहाँदेखि, पुरै खैरिनदेखि छ्याक्क तरिकाले उताको डाँडा पनि देखिने होइन, यस्तो मजाको भ्यू छ। त्यही हो, अब खैरिन गएर भेटौँला है त, अब घर जाने हो सामानहरू लिएर, त्यहीँ गएर भेटौँला है त गाइस टक्क लगाएर। सो गाइस, हामी चाहिँ खैरिनदेखि नै यता लागिसक्यो सामानहरू लिएर है, 10-12 किलो दाना थियो, त्यही दाना ल्याएँ अनि हिँडेको टक्क लगाएर अब चाहिँ बट्टे गाउँ आइयो है फेरि पनि। त्यही हो गाइज, म चाहिँ लगभग 1 महिनापछि भ्लग गराउँदैछु होइन, भिडियो गराउँदै। त्यही हो, मेरो भिडियोहरू हेरिदिनु होला, हेर्दै जानु होला, सपोर्ट गर्दै जानु होला, म भिडियो गराउँदै जान्छु। त्यही हो, ढिलो चाँडो भन्ने कुरो हो। अहिले फेरि जताततै बाटो बनाउन लाएर बाटो खनेर हिँड्छ, हिँड्दाखेरि पुरै खाल्टे खुल्टी आउँछ, यति हिँड्नु फेरि खाल्टे खुल्टी आउँछ।
यस्तो छ गाइज बर्खा पनि लाग्न लागिसक्यो टक्क लाएर यता चाहिँ बाटो बनाउँदै रहेछ कि है त्यही भएर यो बाटो बन्द छ त्यही भएर यो बजारकै बाटो जानुपर्ने हुन्छ पुरै बाटो खन्दै अनि यहाँदेखि चाहिँ रानीबासतिर गइन्छ टाटिमतिर रानीबासतिर गइन्छ यो बाटो चाहिँ हाम्रो घरतिर कत्रो आएको गाडी पनि यार रङै पानी भने गाडी आउँदाखेरि कत्रो साङ्ग्रो हो कि यो बाटो फेरि ठ्याक्कै एउटा गाडी अटाउने बाटो हो अरू भन्दा पनि बर्खा लाग्यो कि गाइस डरे खोलाले चाहिँ लास्टै सताउँछ कि पुल त बन्दैछ खै आधी जति त बन्यो पुरै बन्न अझै कति दिन लाग्ने कति महिना लाग्ने अब बर्खा लाग्यो भने चाहिँ डरे खोला यो पुरै खोला सुकाइदिन्छ कि माथि फेरि पुरै भराइदिन्छ त्यही भएर गाह्रो पर्छ हामीलाई चाहिँ गुल्मीमा घर छ डरे खोलाको डर छ भनेर के गर्नु यस्तै छ जिन्दगी जेको डर भयो भने हिँड्नै पर्ने हुन्छ हिजो रातिको पानीले पुरै खोल्दैछ क्या पुरै माटो ल्याइदियो यस्तो छ डरे खोलाको हालत छ गाइस कुरा त्यही हो मेरो फोन चाहिँ बिग्रेको हुनाले एडिट गर्न अलि अप्ठ्यारै हुन्छ है जस्तो भए पनि हेरिदिनु होला त्यही आशा गर्छु मैले है अब चाहिँ घर पनि आउनु लाग्यो सो गाइज म चाहिँ घर आइपुगेँ होइन भर्खर लास्टै गर्मी भयो गर्मी त लास्ट गर्मी लास्टै छ गाइस मरिन्छ कि क्या हो यस्तै गाह्रो बाइक चाहिँ मैले यहाँ राखेको छु अनि त्यही भन्दै म चाहिँ बिदा हुन चाहन्छु होइन मेरो भिडियोहरू अन्तिमसम्म हेरिदिनु होला लाइक सेयर सब्सक्राइब चाहिँ हानिदिनु होला होइन त्यही नै हो अरू त के भन्नु र गाइस अब फेरि भोलि पछि भेटौँला अर्को भ्लगमा है त गाइस यही भन्दै म बिदा जान चाहन्छु हस्त नेपाल।